ग्रे लिस्टमा हामी छौँ। फाइनेन्शियल एक्सन टास्क फोर्सको ग्रे लिस्ट भनेको यसको प्राविधिक व्याख्या चाहिँ जुरिस्डिक्सन अन्डर इन्क्रिज्ड स्क्रुटिनी। जुरिस्डिक्सन अन्डर इन्क्रिज्ड स्क्रुटिनी भनेको हाम्रो मुलुकमा हुने प्रत्येक गतिविधिलाई अन्तर्राष्ट्रिय क्षेत्रले निगरानी गरिरहेको छ। असाध्यै सूक्ष्म माइक्रोस्कोपमा राखेर हामीमाथि अहिले चाहिँ परीक्षण भइराखेको छ। र यो तीनटै कुरा, यसको महत्त्व, यसको सान्दर्भिकता र यसको अर्जेन्सी बुझेर मान्यज्यूहरूले टिप्पणी गरिदिनु भएको छ, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। अघि ऋणको प्रसङ्गमा पनि मैले उल्लेख गरेँ कि हामी चैत 13 गते सरकार बनाउँदै गर्दा एउटा शासकीय वैधता सँगसँगै 30 खर्बको बिल पनि भिडाइएको थियो भने जस्तै त्यो 30 खरबको बिल सँगसँगै 2टा कालो धब्बा पनि हामीले बोक्न बाध्य भएका थियौँ। 2टा कालो धब्बा। एउटा कालो धब्बा भनेको युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टमा हामी ब्ल्याक लिस्ट छौँ र अर्को भनेको यो फाइनेन्शियल एक्सन टास्क फोर्सको यो सम्पत्ति शुद्धिकरणको विषयमा हामी ग्रे लिस्टमा छौँ। यसलाई अर्को 1-1.5 वर्षभित्र निस्कन सकेनौँ भने हामी ब्ल्याक लिस्टमा पुग्छौँ र हाम्रो सम्पूर्ण यो वित्तीय जुन कनेक्टिभिटी छ बाँकी दुनियाँसँग, यत्रो रेमिटेन्समा आश्रित मुलुक असाध्यै ठुलो जोखिममा हामी जान्छौँ र इरान, सोमालिया, हाइटी जस्ता मुलुकहरूको दर्जामा हामी डाउनग्रेड हुनेवाला छौँ। त्यसैले ऋणको प्रुडेन्ट म्यानेजमेन्ट सँगसँगै यो 2टा कालो धब्बाबाट चाहिँ मुलुकलाई तदारुकताका साथ हामी बाहिर निकाल्छौँ भन्ने सङ्कल्प डे 1 मै हामीले गरेका छौँ। एभिएसन सेफ्टीको विषय पर्यटन मन्त्रीले बोकिराख्नु भएको छ, उहाँ क्रियाशील हुनुहुन्छ। क्यानलाई नियामकीय अङ्ग र सञ्चालनको अङ्गमा टुक्र्याएर एउटा प्रारम्भिक सुधार गर्नको लागि विधेयक यहाँ यही सदनमा आउने नै छ र सम्पत्ति शुद्धिकरणको विषय चाहिँ मेरै विभागीय दायित्व अन्तर्गत परेको हुनाले असाध्यै उच्च महत्त्वका साथ यसलाई मैले अगाडि बढाएको छु। अब हामी आएपछि ग्रे लिस्टमा परेको चाहिँ होइन, मान्यज्यूहरूलाई त्यो यथार्थ थाहा छँदैछ। 81 को फागुन 9 गते, 81 सालको फागुन 9 गते हामी ग्रे लिस्टमा परेका हौँ। युएई जस्तो समृद्ध मुलुकलाई पनि ग्रे लिस्टमा परिसकेपछि निस्कनलाई झन्डै 2 वर्ष लागेको थियो। नेपाल पनि अघिल्लो पटक ग्रे लिस्टबाट निस्कनलाई 3-4 वर्ष नै लागेको थियो। तर हामीले सङ्कल्प गरेका छौँ युएईकै हाराहारीमा, युएई जस्तो सम्पन्न साधन स्रोत सम्पन्न मुलुकले 2 वर्षमा गर्यो भने हामी पनि त्यो विल पावर, त्यो जनादेश भएको सरकार भएको हुनाले हामी पनि 2 वर्षभित्रै निस्कने भनेर एउटा सङ्कल्प गरेका छौँ। असाध्यै प्रयासरत छौँ। हामी आएपछि धेरै सुधारका कार्यक्रमहरू गरेका छौँ, तर त्यो गरिएको सुधारका कार्यक्रमहरूको मूल्याङ्कन चाहिँ भइसकेको छैन। मे महिनादेखि यति द्रुत गतिमा प्रगतिहरू गरिएको छ कि त्यसको औपचारिक आधिकारिक मूल्याङ्कन नभएको हुनाले अर्को समीक्षामा चाहिँ ती सुधारहरू प्रतिबिम्बित हुने आशा हामीले गरेका छौँ। र यसै क्रममा एउटा ठुलो गुनासो, यो ग्रे लिस्टमा पर्नुका एउटा चाहिँ ठुलो चाहिँ कारण के थियो भने हामी ऐनहरू फटाफट बनाइदिने, कार्यान्वयन चाहिँ नगर्ने। कतिजना विरुद्ध मुद्दा चल्यो, कतिजना दोषी ठहरिएकाहरूको सम्पत्ति जफत भयो इत्यादि पनि हेर्ने गर्ने हुन्छ। कागतमा हामी अक्षर त जे पनि लेखिदिन्छौँ र ऐनहरू बन्ने, कार्यान्वयन नगर्ने जुन आरोप हामीमाथि लागेको थियो हामी त्यसमा खरो उत्रेका छौँ। नेपालकै इतिहासमा सबभन्दा ठुलो वित्तीय अपराध 1 खरब 105 अरबभन्दा माथिको बिगो मागेर अहिले हाम्रो न्यायालयमा मुद्दा चलिरहेको छ, सर्वविदितै छ। ठुला कसैले आँट्न नसकेका केसहरू, फाइलहरूमा अहिले नेपाल सरकारले कदमहरू चलाएको छ। कारण कागजमा लेख्ने, कार्यान्वयन नगर्ने यो जुन आरोप छ त्यसबाट हामी उन्मुक्ति चाहन्छौँ। हामी निर्ममतापूर्वक जुन पवित्र भावनाले ऐन बनायौँ त्यस्तै निर्ममताका साथ कार्यान्वयन पनि गर्न सक्छौँ भन्ने कुरा देखाउनको लागि पनि अहिले कदमहरू चालिराखिएको छ। यसमा सिङ्गो सदनले हामीलाई साथ दिन्छ भन्ने आशा मैले गरेको छु र यो कामलाई अझ प्रभावकारी बनाउनको लागि, अझै सशक्त बनाउनको लागि हामीले धेरै सुधारहरू गर्नुपर्नेछ। अहिले यो विधेयक, प्रतिस्थापन विधेयक आएको छ।
यसलाई आवश्यकता पर्यो भने त्यो ग्रे लिस्टबाट निकाल्नको लागि हामीले थप सुधारहरू पनि गर्नुपर्ने हुनसक्छ। त्यो आगामी समीक्षा हेरेर फेरि पनि हामी ऐनमै संशोधन गरेर जानुपर्ने अवस्था आयो भने पनि म यो विषय लिएर गरिमामय सदनमा म फेरि प्रस्तुत हुनेछु। किनकि वाट एभर इट टेक्स यो ग्रे लिस्टबाट निस्कनको लागि, नेपाललाई निकाल्नको लागि जे गर्नुपर्छ गर्ने भन्ने सङ्कल्प यो वर्तमान सरकारको छ। अब यसमा एउटा भ्रम छ, मान्य सांसदज्यूहरूले अलि राख्नुभयो, यसमा डिस्क्रेसनरी, मन लागेको राजनीतिक अस्त्रीकरण इत्यादिका विषयहरू जुन इङ्गित गर्नुभएको छ, त्यस्तो हुँदैन। त्यस्तो गरियो भने ग्रे लिस्टबाट हामी निस्कँदैनौँ, त्यही भएर हामी गर्दैनौँ। यो विपक्षीहरूमाथि प्रहार गरिने जुन एउटा अस्त्र बनाइन सक्छ भन्ने डर भए यहाँहरूले राख्नु भएको छ, त्यो हामी झन् गर्दैनौँ। एभिडेन्स नभएको खण्डमा यी कुराहरू अगाडि बढ्दैनन्, किनकि त्यसो गरियो भने त्यसै जसले हामीलाई माइक्रोस्कोपमा राखेर निगरानी गरिरहेका छन् उनीहरूको नजरमा हाम्रो मूल्याङ्कन झन् गिर्नेछ। सो गैर कानुनी विधिको शासनको बर्खिलाफ हामी केही पनि गर्दैनौँ। तर अतिरिक्त कारण के भने ग्रे लिस्टबाट निकाल्नु छ। ग्रे लिस्टबाट यस्तो खालको आर्बिट्रारी एक्सन हुन थाल्यो भने हामी झन् दण्डित हुने अवस्था आउँछ। त्यसैले यसमा मान्यज्यूहरू आश्वस्त भन्नुभयो हुन्छ, रक सलिड एभिडेन्स बिना हामी अगाडि बढ्दैनौँ। यसमा ढुक्क हुनुभयो हुन्छ।